एकचोटि हलोमा भोट हालिदिनु भनेर हामीले भोट मागे, तपाईँले पनि मागिदिनुभयो र यो वडामा सबैजनाले अरू पार्टीका उम्मेदवारभन्दा पनि अत्यधिक मतले हलोलाई विजय, मलाई विजय गरेको त्यो 5 वर्षको लागि। त्यो 5 वर्षको कार्यकाल पुरा नहुँदै 2.5 वर्षमा जेएनजी आन्दोलन आयो। आइसकेपछि फेरि सदन विघटन हुन गयो। त्यो बिचमा मैले यो क्षेत्रको लागि के गरेँ भनिकन विकासको लागि, सदनमा देशको लागि के आवाज उठायो भने मोटामोटी सबै कुरो देख्दाखेरि धेरै लामो हुने भएकोले महत्त्वपूर्ण केही कामहरू मैले यो गरेँ 2.5 वर्षमा भनेर मैले तपाईँहरूको माझमा तपाईँहरूको माध्यमबाट आउने आवाज पहिला र साथसाथै अरूले पनि म सरलै घन्टी पार्टीको मान्छे यस क्षेत्रको नेपालको गाउँभन्दा अलि यता बस्छ। उहाँ पनि हरेक वडामा केही न केही मैले ल्याएँ र यो 20मा 5 वर्ष मैले काम गर्न पाएको भए यो 5 नम्बर जहिले पनि डुबान क्षेत्रमा यो डुबानलाई चाहिँ बचाउनको लागि मैले मन्त्रालयबाट पनि वडा अध्यक्षलाई लिएर मन्त्रीलाई ल्याएर सबै देखाइकन नेक्स्ट बजेटमा जम्मा 2टा बजेट मैले हालेँ, 3टा हाल्न बाँकी भनेदेखि मैले गरेँ। मैले दाग लगाएको छैन र मैले मेरा कार्यकर्ता र मकवानपुरका जनता भोट हाल्ने होस् या भोट नहाल्ने होस् शिर निहुराउने काम गरेको। आज म जस्तै मान्ने अरू पार्टीका पनि भएका थिए, जिल्लाजी पनि 2चोटि समानुपातिकमा भयो, 1चोटि मन्त्री भन्नु। चुनावको बेला मात्र तपाईँ हामीले वडाका जनताले देख्ने हो भोट भएको। म नारी हौँ, मलाई देऊ भनेर घन्टी पार्टीको त अत्तो पत्तो नै छैन। अहिले फेरि देश चलाउने हो ऊ के भन्छन्। राष्ट्रपति उहाँहरूले जितेको खण्डमा बाबुराम भट्टराईलाई बनाउने भनेको तपाईँहरूले पनि सुनेको हो कि होइन भन्नुहोस्। बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउनु ठिक छ, उहाँ पूर्व प्रधानमन्त्री हो, पढे लेखेको एउटा आर्किटेक्चर इन्जिनियर पनि हो, 2 मत छैन। मान्छे राष्ट्रपति हुने मान्छे कति घरका आफ्नो बुढा मऱ्यो, सालाको जुत्तालाई तपाईँ हामीले आज बुढाको पिडिया पनि उहाँ बस्नुभएको छ। यो छाडा संस्कारीलाई राष्ट्रपतिले जस्तो बन्न सक्छ? यो संस्कार त हुनु पर्यो। 80% भन्दा बेसी हामी बुद्धिस्ट र हिन्दू किराँत छौँ यहाँ। अब घन्टी पार्टीले चाहिँ अहिले सरकार भन्ने कता हो, अर्थमन्त्री बनाइसक्नुभयो, उहाँले बजेट लेख्न सुरु गर्नु भन्नु। यसरी मुलुक चल्ला भन्ने सब कुराहरू तपाईँहरूले भन्नुपर्छ। जब संस्कार हुँदैन हामीमा नाता घुन्ताको कुनै सम्बन्ध हुँदैन भने पशु भन्छु। पशु र मनुष्यमा चाहिँ यी सब कुराहरू छ। अहिले एकदम सङ्कटको हिसाबमा छ, खडामा उभिएको छ। त्योबाट देशलाई हिँडाउनको लागि सबै नेपालीहरूलाई एउटै मालामा गाँच्नको लागि, सबै जातहरूलाई एउटै मालामा गाँच्नको लागि राजा भाइ मेरो पार्टीले लिएको मुद्दा पनि एउटै।
सर्वधर्म समभाव सनातन साम्राज्य हिन्दू राष्ट्र कायम गर्नुपर्छ। विश्वको एक मात्र देशको लागि यो संहिता देशले टेक्न सक्दैन। एउटै प्रदेशमा महिनामा एउटा मुख्यमन्त्री, 2 नम्बर प्रदेश, 3 नम्बरको प्रदेशमा पनि 1 वर्ष टिक्नलाई हम्मे हुन्छ भने यो बर्मलुटको अखाडा बनिरहेको संहिता चाहिँ खारेज गरिकन स्थानीय निकायलाई दिने र सङ्घीय कन्ट्रोल गर्ने यो हाम्रो माग हो। तपाईँहरूको अगाडि राजा संवैधानिक राष्ट्र संस्था चाहिन्छ भने राप्रपाले होला, यदि चाहिँदैन भने घन्टी फन्टी के छ त्यसलाई विश्वको एक मात्र बुद्धिस्ट किराँत हिन्दू राष्ट्र चाहिन्छ भनेदेखि राप्रपाले मत होला, चाहिँदैन भने घन्टी फन्टी के छ त्यसलाई र प्रदेशको संरचना खारिज गर्नुपर्छ। यो मूल्य र मान्यता मान्नेले राप्रपालाई भोट हालो, नमान्नेले अरू पार्टीलाई। आज काङ्ग्रेस एमाले माओवादीहरू हामीले यो बनाए त्यो बनाए, सुन्दरा धरहरा बनाए, भ्यू टावर बनाए भनिकन फुल लिनुहुन्छ। आज 23 र 24 गते देश कसले चलाए? 23 र 24 गते हाम्रा कलिला भाइहरूलाई विद्यार्थीहरूको टाउको र छातीमा गोली कसले हाने त्यसको जिम्मा उहाँहरूले लिने किनभने गृहमन्त्री काङ्ग्रेसको त्यो प्रधानमन्त्री एमालेका एउटा दम्म सरकारमा पुगेपछि 2 ताइको छ, जे गरे पनि हुन्छ भनिकन भन्दाखेरि आज त्यो सदनमा जसलाई पठाउनुहुन्छ 21-22 जना उम्मेदवार छन्। देश र जनताको लागि र जिल्लाका जनताको चाहना त्यो सदनमा कड्केर राख्ने मान्छे हो। इमानदार मान्छे जानुपर्छ त्यहाँ। र अर्को कुरो, हिजोको दिनमा सडकदेखि लिएर सदनसम्म त्यो धर्म मैले निभाएको। यदि मभन्दा पनि दिनाजी पनि उठ्नु भएको छ, उहाँ पनि 2 चोटि मान्य बन्नुभयो, मन्त्री बन्नु। एक दिन सदनमा बोलेको कसैले देखेको छैन। यता हेर्नुहोस्, आज शेरबहादुरजीको पछि लाएर उहाँकी सहमहामन्त्री बनेका होइन। आज जनजी आन्दोलनले आगो लगाउँदाखेरि शेरबहादुरको घरबाट अकुत सम्पत्ति कोठाका कोठा देखिए। राप्रपाको अध्यक्ष शेरबहादुर, यदि राप्रपाको अध्यक्ष या कहिले पनि राप्रपाको घरबाट अकुत सम्पत्ति निस्किन्छ भने गर्दन समातिकन यो भ्रष्टाचार ठ्याक भन्छ, लाभ हानिकन ठ्याक। उहाँको अध्यक्षले गरेको बर्मलोट त्यो भन्न सक्छ अहिले जनताको अगाडि भोट माग्दाखेरि। तपाईँहरूले सोच्नु, चाहे एमालेकै माओवादीकै हेर्नु, प्रचण्डका पनि गड्डीका गड्डी 3 दिनसम्म जल्यो नोटको बिना। उसको छोरीको घरमा चितवनबाट निस्क्यो पुलिस। एमालेको त पुरै छोडिदियो, सुनको हात समेत निकालेर तपाईँ आज फेरि जनतालाई लटपटाएर हामी सुध्रियौँ, नयाँ आएको छ भन्छन्। काङ्ग्रेसको उपाध्यक्षहरू त हिजो शेरबहादुरकै मैले काम गरेको होइन। जति कोठा नोट थियो शेरबहादुरको घरबाट निस्क्यो, त्यसभन्दा अलिक कम्ती त यिनीहरूले पनि खाएका छन्। यो कुरो जनतालाई सुनाउनु, देश बचाउनको लागि, हाम्रा छोरा छोरीलाई यही जिल्लामा रोजगारी दिनको लागि राजाले पनि जब जुन दिन गणतन्त्रले चाहिँ घोषणा गर्ने दिन थियो, देशमा शान्ति सुशासन रोजगारी भ्रष्टाचार अन्त हुन्छ भनेदेखि म गद्दी छोडिदिन्छु भनिकन राजमुकुट र राजदण्डा जनताको नासो जनताको हाँसिकन रातको मध्यरातमा आफै गाडी चलाइकन नेपाली जनतालाई नमस्कार गरे। त्यो टिभीमा तपाईँ हामीले देखेका छौँ। यता हेर्नुहोस्,
र आज यिनीहरूलाई सत्ताबाट ओर्लेको छैन, उकुस र मुकुस भइसकेको छ। कुन बेला लुडाउनु पाउने, त्यो आगो लागेर लुटेर लगेको कसरी फिर्ता ल्याउने भन्ने बुद्धि बाहेक अर्को केही छैन। त्यस कारणले गर्दाखेरि यो चोटीको मत राष्ट्र बचाउनेलाई दिने कि राष्ट्रलाई चाहिँ दलदलमा फसाउनेलाई दिने भन्ने माग्नुहोस् तपाईँ। मलाई विश्वास छ 5 नम्बरका तपाईँहरू मेरा अभिवक्ताहरू जति पनि छौँ यहाँ एउटा अगुवा कार्यकर्ता यतिले बुझ्दैन, अरू बढाउनुहोस्। यो चोटि अस्तिको मतभन्दा 500 मत बेसी ल्याइदिनको लागि म विनम्र अनुरोध गर्छु। आजैदेखि तपाईँहरू स्वयं दीपक सिंह भइकन भोट माग्नु। म पनि तपाईँको वडामा घुम्न आउँछ, तर मेरा चेलीहरू, मेरा दिदीबहिनीहरू र मेरा अभिभावक र मेरा युवक साथीहरूले घर घरमा गइकन एकचोटि राम्रो पारेर देव भइकन माग्नु। सबैले दिन तयार। दीपक सिंह भइकन तपाईँ माग्दिनु। सरस्वती सिंह एउटा तामाङको छोरी हामीले उठाएका छौँ। 65% जनजाति बसेको यो जिल्लामा तामाङलाई दिँदैन भनेदेखि जात परिवर्तन गर्यो। त्यस कारण हाम्रो छोरीलाई पढाइ लेखेको एउटा सन्तति अनुरोध गर्छु। म लामो समय तपाईँहरूको लिन चाहँदैन। आजैदेखि लाग्नुहोस्, विजय सुनिश्चित छ। हामी जित्छु, ढुक्क हुनु, तर कतिमा जित्छु। म चाहन्छु 10-12 हजार मतले ज्यादा जिताइदिनुहोस् भनिकन तपाईँको वडामा म आएको। तपाईँहरूले कोसिस गर्यो भनेदेखि हिजो 3000ले जितेको थियो भने आज 10-12 हजारले जित्छु। धन्यवाद। जय राष्ट्र, जय राखेर जानुभयो। साथै उहाँले अहिलेको समयमा एउटा राष्ट्रवादी पार्टी र अहिलेको चाहिँ निर्विकल्प पार्टी भनेकै राप्रपा र हलो चुनाव चिन्ह हो। त्यसमै मत हाल्नु नै अहिलेको उत्तम हो भन्दा